साथीहरु, अहिले हामी सिन्धुली र बर्दिवास नजिकैको क्षेत्रमा यसो घुम्नका लागि आएका छौँ। यो प्रायजसो यो पछाडि देखिएको भाग घना जङ्गल, सालै सालको जङ्गल, यो चुरे क्षेत्र हो। हामी भ्रमणको क्रममा यतातिर बर्दिवासतिर आएका छौँ। यो देखिएको जङ्गल चाहिँ एकदमै ठुलो जङ्गल छ। अनि यतातिर यो तारबाड लाउनु भएको छ। यो तारबाड लगाएको क्षेत्रभित्र वन्यजन्तुहरू संरक्षित गरेर राख्नु भएको छ। मेन वन्यजन्तुमा यो भित्र राखिएको वन्यजन्तुमा बारहसिङ्गीलाई वन विभागले यहाँको वन विभागले चाहिँ संरक्षण गरेर राख्नु भएको रहेछ। अनि यो यसको पछाडिपट्टिको क्षेत्र यतातिर यो देखिएको क्षेत्र यो भाग पिकनिकको लागि एकदमै प्रख्यात रहेछ। अनि यो चारैतिर जङ्गल छ। म हजुरहरूलाई यसो घुमाएर देखाउन चाहन्छु। यो चारैतिर जङ्गल हो। यो ठुलो जङ्गल छ। चुरे क्षेत्र हो। चुरे क्षेत्रमा जङ्गल अलिकता बढी नै छ हाम्रो देशको। तल यसको अन्तिम पोइन्टमा लास्टतिर बिपी हाइवे भएर जान्छ। यो बिपी हाइवेको छेउमै रहेको यो पिकनिक स्पोट र सुन्दर यो हरियाली सालै सालको जङ्गल एकदमै आकर्षक रहेछ यो ठाउँको लागि। विभिन्न ठाउँबाट सङ्घ संस्था साथसाथै विद्यालयहरूले यो ठाउँमा पिकनिक मनाउनको लागि आउनु हुँदो रहेछ। हामी नि यो भित्र पस्यौँ र यसो अवलोकन गर्न पायौँ। धेरै रमाइलो लाग्यो। सुन्दर छ। सबै कुराहरू व्यवस्थित बनाएको छ। सबै कुराहरू उपलब्ध छन् पिकनिकको लागि चाहिने कुराहरू। अनि यो देखिएको यो भाग आनन्दै रमणीय, मनमोहक बनाउने चिसो मौसम छ। त्यति चिसो महसुस भएको छैन यो ठाउँमा। साह्रै सुन्दर छ।